उता यता तानेको सामान चाहिँ म चाहिँ त्यो पालबाट उता छिराउँदैछु हो। फाइनली तेल त पानी जस्तो खाइरहेको छ यार यसले त। यस्तो पालदेखि चाहिँ तलबाट यस्तो गुड बसेर हुन्छ हामी हुँदैन। गाइस मैले चाहिँ पोरी बोकिसकेको छु। भेनालाई चाहिँ त्यो 35 लिटर चाहिँ भरि छ क्या पानी, त्यही पनि यस्तो उकालोमा लगिरहेको छ। कडै हुने मान्छे। कम्बाइन न्यू ब्लग आजको ब्लगमा स्वागत छ गाइस। आज चाहिँ हामी सल्लाडुङ्गरीबाट एल्टेङ्गा सर्दैछौँ होइन। भारी बोक्नको लागि टेन्सन भइसक्यो कि दुईचोटि आउनु पर्ने भयो क्या। तल लगेर थाल्नु पऱ्यो फेरि आउनु पऱ्यो। त्यहाँ लगिसक्यो झन् यस्तो झ्याउ छ यार, सबाद्नु पर्छ यार। कसरी लग्ने हेरौँ त यहाँ खसेको यहाँ पुरा यहीँ छ यहाँ देखिरह झ्याउ छ यार। दुईवटा उठाएर पावर चाहिँ छ फेरि दुईवटा उठाएर गइरहेको छ क्या। ओके दुईवटा उठाउन लास्टै गाह्रो हुँदो रहेछ। लगाए सिधै म तल गएपछि हेर्छु ल। एउटा चाहिँ माथि गयो, त्यो नि सामान ल्याउन गयो फेरि। कति छ सामान कि गाइस। हामीले चाहिँ अब त्यो सामान यहाँ डोजरमा हालिसकेका छौँ। डोजर चाहिँ यहाँ खनिरहेको छ होइन। अब फेरि हामी फेरि सामान ल्याउन जान लाग्छौँ। मर भेना छौँ होइन। यो रोड चाहिँ यही हो। बिहान हिजो त्यहाँ थियो, आज त यहाँ पुरा साँझसम्म कहाँ पुऱ्याउँछ होइन। हेर्दै गर्नु होला। त्यही त नि अब त प्रेस कुकर बोकी आउनु पर्ने छ कि छ्याउ नाप्छ क्या। ल माथि पुगेपछि भेट्नुपर्छ ल। चाहिँ तलडुङ्गरी पुगिसक्यो। तल सामानले राखेर आइसक्यो। आजबाट चाहिँ हामीले यो ठाउँ छोड्दैछौँ होइन। यो ठाउँ छोड्दैछौँ। अब नयाँ बस्तीमा जानुपर्छ। एल्टेङ्गा गाईगोठमा जाँदैछौँ हामी। यो गुडलाई अब एकछिनमा हामी बाई गरेर अगाडि बढ्छौँ। त्यही नै हो। यो कोकार सोकार बाहिर आइसकेको छ। हाम्रो भेनाले ल्याइसक्नु भएको छ। कोकार त लास्टै सेता छन् होइन भेना। यो कमाल के को हो त आगोको के उताको सामान उतै फालिदिने होला। के थियो म थाहै भएन। अस्ति यहाँ पाल छ कि एउटा होइन। यो पाल छ, उताको सामान चाहिँ यता तान्न मिल्छ नि त। त्यही भएर अब अस्ति उता यता तानेको सामान चाहिँ म चाहिँ त्यो पालबाट उता छिराउँदैछु हो। को हो भन्ने कुरो मलाई थाहा छैन। हालिदिनु यहाँ सुतुल मात्रै उठ्छ यार। यस्तरी हाल्नुपर्छ लगाएछ यहाँबाट। उताको हो कि यो लजा गइसक्यो एउटा। यो लास्टै नयाँ कार्पेट छ यहाँ। यो कार्पेट पनि म उता हाल्दैछु पालबाट। अच्छा यो पनि हो, यो पनि हो हाल्नु पर्यो होइन। ओ भेना मेरो टोपी के हो त्यो झोलाभित्र हेरौँ न। ल्यान्डी अब गयो सक्यो। यो कम्मल सम्मल ल्याएकै हो यो चाहिँ होइन। यतिमै यस्तो राख्नु। यो कार्पेट पनि यहीँकै हो। यो चाहिँ उता भयो जस्तो लाग्यो। अर्को गोड है गाइस, हेर्नु सक्नुहुन्छ अर्को गोड। यहाँ अर्को गोड छ भने यहाँ अर्को गोड छ। दुईवटा गोड छन् कि पाल छ यहाँ देख्नुभयो। त्यही हो। अब चाहिँ यति नै होला सायद। अब चाहिँ चाबी लाएर चाहिँ जानुपर्छ हामी फाइनल्ली। टोपी छ भेना कहाँ कौरी ए त्यही छिगे। ल अब चाहिँ हामी गोडमा चाबी बाहिरै छ जानुपर्छ। अब चाहिँ गोडमा चाबी लिएर जाँदैछौँ। यो भन्छ नि यो त्यसलाई के भन्छ। यो चाहिँ दुईवटा छ क्या यहाँ। यस्तो खतरा छ यो गोड यहाँ। यस्तो कडा गोड हो कि दुईवटा छ यो। अचम्म लाग्छ। अब मासु बनाइरहेको छ पुरै अरू भयो। थर्काएपछि हुँदो रहेछ क्या जे कुरा नि।
गरिहाल्यो म ब्याग स्याग बोक्ने हो चाहिँ लाग्छ हामी ओह्रालो ओके यो कुकर बोकेर हामी चाहिँ खाना लगेर गइसक्यौँ होइन लास्ट सेतो सेतो कुकर छ एउटा त्यो छ मासुको कुकर होइन मासुको कुकर अन्त अब तल सिधै यो लगेर खाँदाखेरि भेट्छौँ होला हामी त्यही हो यस कुकर चाहिँ हो क्या अरू नभए नि कडा छ यहाँ यति गरेर चाहिँ यसको टुप्पो झरिहाल्छ फेरि यसको टुप्पो झर्छ त्यस्तो छ होइन ल तल भेटौँला हामीले चाहिँ अब खाना यहाँ लिइसकेको छु खाना त्यहाँ छ होइन डोजोले चाहिँ खनिरहेको छ गुरुजीको खनिएको खने गर्छन् खाना खाने नि थाहा गर्दैनन् हिजो यहाँ त्यहाँ माथिबाट तल आएको छ त्यहाँ बाटो त्यो उकालो बाटो भयो किन भयो थाहा छ हजुरहरूलाई लागिसकेको छ त्यहाँ अब चाहिँ खाना खानुपर्छ भोक लागिसक्यो होइन अब चाहिँ दिनुपर्छ धमाधम दिइहाल्नुपर्छ एकैछिन है गुरुङ्गल खाना चाहिँ त्यहाँ छ अब खाना खाए गुरुङ्गल छिट्याएर खानु पर्यो है मासु चाहिँ त्यस्तो छ होइन खाना चाहिँ यस्तो दामी दामी बनाएर खाना खानासाना चाहिँ खाइयो होइन खानासाना खाएर यहाँ कुकर यस्तो हालतमा छोड्यो यस्तो नि हो त यहाँ फोहोर गरेको छ नि यहाँ डोजरमा चाहिँ ग्रिस हो कि के हाल्न लाहान पालबाट हालेर चाहिँ साह्रो जान्छ भन्छ नि यार एउटा पाल छ होइन त्यहाँ हाल्यो नि जान्छ अरे कि हालेर खान टक्क भइसक्यो भने हालेर खाने होइन म चाहिँ अब ब्याकअप ल्याएर मोबाइल चार्ज जानु पऱ्यो ब्याकअप चार्ज भयो होला होइन फाइनल ग्यास रोड चाहिँ खनिसकेको छ तेल छक्केर तेल हाल्न लाग्छ यहाँ तेल चाहिँ हालिरहेको छु होइन रोड चाहिँ कस्तो भनेको छु भनेर म देखाउँछु ल आज चाहिँ कति खन्यो त पछि रातिसम्म खन्छ हामी चाहिँ अब त खाना बनाउनु जानुपर्छ क्या किनकि आज क्याम्प सरेछौँ नि त माथिको तल जाने भन्छ नि त त्यही भएर रोड चाहिँ देखाउँछु म ओके रोड त्यहाँबाट खन्यो हेच देख्नु भइहाल्यो होला रोड डोजर चाहिँ अगाडि छ त्यही हो तेल सेल हाल्छौँ फेरि भारी बोकेर तल जानुपर्छ हेल्ठिङा भन्ने ठाउँमा फाइनल्ली तेल त पानी जस्तो खाइरहेको छ अहिले त वात त्यहाँ हामी चाहिँ अब सामान ल्याएर त्यहाँ सामान राखेको छु त्यहाँ सामान चाहिँ होइन यहाँ गोठ कुन गोठ बस्ने भन्ने डाउटमा छु त्यो गोठ चाहिँ ओदारिहाल्ने रहेछन् कसले ओदार त्यो थाहा भएन हामी गोठको खोजीमा छु हेच त्यही हो यस्तो पालदेखि चाहिँ तलबाट यस्तो गोठ बसेर हुन्छ हामी हुँदैन यही हो क्या हाम्रो गोठ यही गोठ फेरि कडा छ क्या यही हो क्या अस्ति त्यो पुष्पाहरू आएर यहीँ त बस्यो त त्यो नगरपालिका काम गर्छ त यहीँ बस्नु है बस्यो भने बसौँ त्यो पालहरू बुझाउनु होइन ढोका चोरीले नि सोधिदिले नि नयाँ हाम्रो गोठ चाहिँ यही है फेरि त्यही त होइन यो गोठ पनि हेरौँ कस्तो रहेछ होइन यो गोठ पनि ठिक छ हौ ओ भेना यो गोठ हेरौँ यहाँ यो पनि ठिक रहेछ यो पोर्सा लागेको गोठ हो क्या गरौँ हामी कहाँ गोठ यसले ल ठिक छ राम्रो रहेछ त नि यार उता एउटा फल्ली आयो भाले भइहाल्यो होइन यहीँ बस्यो यहीँ बस्छु यहीँ यहाँ सामान ढाकौँला उपाडौँ त्यो उपाड्ने किन्नु त सुत्नु मिल्छ मिल्दैन हामीहरू नि त 4 हट्टिजन त यहाँ त हटेनन् फेरि अड्ने नै क्या सुनै गोठ छैन त्यो गोठ प्योर थियो क्या यो पारे पूजा लगाइछ नि त त्यही गोठ हेरौँ न यो गोठ पनि हेरौँ न त होइन यिनी गोठ पाल हाल्नुपर्छ कि मेगा
गोडे ठिकै छ यहीँ बसौँ है के यस्तो राम्रो रहेछ न अहिले सामान पनि हामी चाहिँ अब पाल्याउन चाहिँ गइसकेको छु सामान झाकेर म भेला छौँ हामी दुईजना छौँ होइन बाटो सब रुख सुकिहाल्ने छ यहाँ रुखै खत्तम भएर छ यो चाहिँ किन भयो भन्दाखेरि आगो लाग्यो नि त पहिला त्यही भएर हो ऊ त्यहाँ छ क्या मन्दिर बाटो पनि भिजिलो यार त्यही हो हामी चाहिँ पानी ल्याउने ठाउँमा पुगिसकेको छु यहाँ तल छ पानी चाहिँ ढक्क होइन पानी सानी लग्छौँ खाना बनाउँछौँ त्यही हो यहाँ छ पानी चाहिँ पानी लास्ट लाउँदैन जङ्गल हेर्न सक्नुहुन्छ आज हाम्रो ठाउँको जङ्गल के अब बोतल पानी सानी भर्नुपर्छ लाग्नुपर्छ फेरि उकालो माथि जानुपर्छ त्यही हो हामीले चाहिँ बोतल भरिसकेका छौँ यहाँ छ यत्रो बोतल त्यहाँ एउटा 35 छ 35 को चाहिँ जोडो छैन कानाहरू लग्छन् है भेनाले चाहिँ मुख धोइरहेछन् मुख नधोए कति दिन भयो अरे लगभग 6 दिन पछि भयो मुख अब धुँदैछु 6 दिन पछि मजा नधुने अस्ति चिसो हुन्छ त्यही हो बोरीमा चास्ने अनि उकालो लाग्ने के मैले चाहिँ बोरी बोकिसकेको छु भेनालाई चाहिँ त्यो 35 लिटर चाहिँ भरि छ क्या पानी त्यही पनि यस्तो उकालोमा लगिरहेछन् कडै हुन् है मान्छे ऊ बोल्दै जोड ल्याउनु पर्छ सिधै माथि बसी भन्नुपर्छ लास्ट उकालो छ क्या ल्याएर राखिसकेको छु 35 लिटर नै उता ल्याइरहेछन् ल्याइरहेछन् म चाहिँ यो माथि ध्वजा मन्दिरमा हाल्छु क्या अस्ति उठानिदियो नि त अन्त उठाएको ध्वजा हो नि त त्यही भएर म चाहिँ माथि मन्दिर जान्छु ध्वजा हाल्छु त्यसपछि आउँछु म चाहिँ माथि डाँडामा आइसकेको छु होइन पुरा आजभोलि सिनै देखिन्न क्या पुरा धुलै धुलो छ कि मन्दिर चाहिँ त्यही हो त्यो मन्दिरमा चाहिँ ध्वजा हालौँ न त है ध्वजा हालिदिउँ ओके होइन म चाहिँ जान्छु अब ओके लास्टै गाह्रो भएन यो 35 चाहिँ ल्याइदिनु भयो है मलाई चाहिँ तलबाट औडा उकालो छ नि त त्यही भएर ब्रेस्ट गर्छ पनि खानासाना पकाउने त होला नि त्यही हो